हेलो वेलकम सबैजनालाई फेरि पनि मेरो मिनी ब्लगमा। अनि आज चाहिँ म फेरि पनि स्कुल नै जाँदैछु। अनि आज चाहिँ हाम्रो नानीहरूको छुट्टी थियो, सटरडे भएको कारणले गर्दा सटरडे सन्डे चाहिँ छुट्टी हो। अनि क्लासरुम चाहिँ एकदम मैला भएको छ भनेर म्याडमले प्यारेन्ट्सहरूलाई बोलाएको थियो। अनि म चाहिँ जाँदैछु क्लासरुम पेन्ट गर्नको लागि। अनि साथीहरू चाहिँ अघिबाट आउनु भएछ। अनि आज चाहिँ छुट्टी भएकोले गर्दा एकदम साइलेन्ट भइरहेको छ। अनि हामी चाहिँ काम गर्न थाल्यौँ, पेन्टहरू गर्न सबैजना भएर क्लासरुमहरू पेन्ट गरिरहेको छौँ। अनि म्याडम पनि आउनु भएको थियो, अनि उहाँले जुसहरू दिनुभयो। अनि हामीले जुस खाएर अनि फेरि पनि हामी काममा लाग्यौँ। अनि काम सकेपछि हामीलाई लन्च पनि दिएको थियो। अनि लन्चहरू खाएर काम पनि सक्यो, त्यहाँदेखि फेरि पनि फर्किँदैछु। अनि यो चाहिँ मेरो साथीको घर हो। अनि फर्किँदाखेरि साथीको घरमा पनि गयो उहाँसँग। अनि उहाँले चाहिँ उहाँको घरमा लानुभयो। अनि एकदम राम्रो फुलहरू रोप्नु भएको रहेछ। अनि गफ गरेर उहाँले मिठो चिया पनि बनाएर दिनुभयो। अनि चिया खाएर फेरि पनि म फर्किँदैछु। उहाँले फुल पनि दिनुभयो। अनि यहाँनिर मिठाईहरू लिएर नानीहरूलाई अनि घर फर्किँदैछु। अनि फेरि पनि घर आइपुगेँ। धन्यवाद।